नमस्कार साथीहरु, पुनः हार्दिक स्वागत छ यो जीके क्लासमा। आज हामी छलफल गर्ने विषय रहेको छ जात जाति र तिनीहरूको प्रमुख बसोबास स्थान। साथीहरु, यो विषय अत्यन्तै सम्झिनलाई अलि गाह्रो विषय हो, किनभने नेपालमा थुप्रै जात जातिहरू छन्। ती जात जातिहरूको बसोबास स्थान पनि धेरै ठाउँमा छरिएर रहेको छ, अथवा देशभरि नै विभिन्न खालका जात जातिहरू रहेका छन्। यसलाई परीक्षामा सम्झनका लागि मैले एउटा गीत अथवा कविता बनाएर ल्याएको छु। यसबाट हजुरहरूले पक्कै पनि परीक्षामा क्र्याक गर्नको लागि धेरै सहयोग मिल्नेछ भन्ने अपेक्षा लिएको छु। यो विषय अलि यसको दायरा ठुलो भएको हुनाले यसलाई हामीले जात जाति तिनीहरूको बसोबास स्थानलाई दुईवटा पार्टमा बाँडेर मैले यहाँहरुमाझ प्रस्तुत गर्न लाग्दैछु। पार्ट 1 हो यो। यसपछि फेरि पार्ट 2 चाहिँ लिएर आउनेछु। भिडियो लामो हुने भएकोले मैले अहिले पार्ट 1 मात्रै प्रस्तुत गरेको छु। यस पश्चात पुनः पार्ट 2 आउनेछ, यहाँहरूले हेर्न नभुल्नु होला। र यसलाई हामीले यसरी सम्झिन सक्छौं है त। जात जाति र तिनीहरूको प्रमुख बसोबास स्थान। सुरु गरौँ है। लेप्चा जाति इलाममा मेचे किसान झापा। लेप्चा जाति इलाममा मेचे किसान झापा, दोलखामा सुरेल थामी खान्छन् मिठो पापा। उदयपुरमा छितारी त सर्लाहीमा थोरै नट। उदयपुरमा छितारी त सर्लाहीमा थोरै नट। सर्लाहीनमा कुसुण्डा मात्र जागर सबै रोतहट। शङ्खसभामा लोमी जाति बसेका छन् घरमा। शङ्खसभामा लोमी जाति बसेका छन् घरमा। मगैया र ज्यापुहरू काठमाडौँ शहरमा। मला बस्छन् धनुषातिर दनुवार हायु सिन्धुली। मला बस्छन् धनुषातिर दनुवार हायु सिन्धुली। सुरेल थामी जिरेल बस्छन् दोलखामा घुम। बाँकेका कुशवाडिया लमजुङका दुरा। बाँकेका कुशवाडिया लमजुङका दुरा। सिन्धुपाल्चोक हल्मोहरू गर्छन् मिठा कुरा। ल है त, यहाँ करिब 15 भन्दा बढी जिल्लाका 15 भन्दा बढी जात जातिको बारेमा यसरी एउटा कविता अथवा गीत मार्फत सहजै रूपमा सम्झिन सकिन्छ। साथीहरूले एकचोटि कपीमा यो लेखेर प्र्याक्टिस गर्नु होला। आफ्नो लयमा जसरी सम्झिन सकिन्छ, कुन लयमा गाउन सक्नुहुन्छ त्यसरी गाएर यो चाहिँ गीत जस्तै एकदम अभ्यस्त बनाउनु होला। यसको पूरा रूप म यहाँहरूलाई अध्ययन गर्नको लागि, सहजको लागि अथवा सजिलोको लागि म यहाँ लेखेर प्रस्तुत गर्दछु। जस्तै के छ, जात जाति र प्रमुख बसोबास। जात जाति प्रमुख अथवा बसोबास मात्रै ल्याउनै हटेन, बसोबास स्थान। जात जाति र बसोबास स्थान। जस्तै के छ यहाँ, लेप्चा जाति इलाममा मेचे किसान झापा। अब के छ, लेप्चा जाति के छ, लेप्चा। कहाँ बस्दो रहेछन् ती लेप्चाहरू भन्दाखेरि इलाम। मेचे किसान, कहाँ बस्छन् त दुवै, मेचे र किसान झापामा। झापामा है। साथै यो प्रमुख जातिहरूको मात्रै मैले लेखेको छु। जस्तै झापामा अरू पनि बस्छन् हैन, अरू पनि यहाँहरूले हेर्नु होला। यो चाहिँ एउटा रेन्जमा मिलाउनको लागि मिलेसम्म मैले यसलाई यहाँ समेटेको छु। जस्तै मेचे किसान झापा भने झापा भने चाहिँ झापामा अरू पनि जस्तै मेचे, कोचे,
किसान मात्रै होइन अझ झापामा धिमाल समेत बस्छन् है। साथै यसरी थप्नु होला यहाँहरूले अध्ययन गर्दा। जस्तै दोलखामा सुरेल थामी खान्छन् मिठो पाप। अब सुरेल र के छ सुरेल र थामी कहाँ बस्दो रहेछन्? थामी जाति दोलखामा बस्दो रहेछन्। त्यस्तै गरी उदयपुरको छितारी त सर्लाहीमा थोरेन त। छितारी भन्ने जाति उदयपुर। त्यसै गरी थोरै सर्लाहीमा थोरै नट भन्छ। नट जाति कहाँ बस्दो रहेछन्? नट जाति सर्लाहीमा बस्छन्। सर्लाही। त्यस्तै गरी सल्यानामा कुसुण्ड मात्र झाँगड सबै र उताट भनिन्छ। कुसुण्ड कहाँ बस्दो रहेछन्? कुसुण्ड सल्यानमा। त्यस्तै गरी झाँगड सबै र उताट भनेपछि झाँगड जाति कहाँ बस्छन्? झाँगड जाति रौतहटमा बस्छन्। त्यसरी शङ्करसभा लोमी जाति बसेका छन् घरमा भनेछ भनेपछि लोमी कहाँ बस्छन्? शङ्करसभामा। त्यस्तै गरी मघैया र ज्यापुहरू भनेको मघैया र ज्यापु कहाँ बस्छन्? मघैया अनि ज्यापुहरू काठमाडौँ सहरमा भनेपछि काठमाडौँमा बस्छन्। त्यस्तै गरी मलाह बस्छन् धनुषातिर दनुवार आयु सिन्धुली। मलाह जाति कहाँ बस्छन्? दनुवार आयु सिन्धुली भनेपछि दनुवार र आयु है। दनुवार आयु कहाँ बस्छन्? सिन्धुलीमा बस्छन्। त्यस्तै गरी सुरेल थामी जिरेल बस्छन् दोलखामा भूमि भन्छ। सुरेल थामी जिरेल है। सुरेल र थामी त यहाँ माथि भयो, फेरि यहाँ आएछ। ठिकै छ, फेरि पढौँ। सुरेल थामी अनि जिरेल कहाँ बस्छन्? दोलखामा। त्यस्तै गरी बाँकेका कुशवाडिया लमजुङका दुरा भनेपछि के छ? बाँकेमा के बस्छन्? कुशवाडिया है। कुशवाडिया भन्ने जाति बाँके मात्रै होइन अझ बर्दियामा पनि बस्छन् है। बाँके बर्दिया हो। लमजुङका दुरा भनेपछि दुरा जाति कहाँ बस्छन्? लमजुङमा बस्छन्। त्यस्तै गरी सिन्धुपाल्चोकको यल्मोहरू गर्छन् मिठा कुरा भनेपछि यल्मो कहाँ बस्छ? यल्मो कहाँ बस्छन् भन्दाखेरि सिन्धुपाल्चोक है त। कहाँ बस्छन्? सिन्धुपाल्चोक। ल साथीहरू, यहाँहरूले पक्कै पनि बुझ्नुभयो होला यो जाति र बसोबास स्थानको बारेमा मैले यहाँ अलिक सहजीकरण गरेको विषयहरू। र यसका थुप्रै अरू जातिहरूको पनि छन्। र मैले पार्ट 2 मा पुनः फेरि अर्को यहीसँग सम्बन्धित जाति र तिनीहरूको बसोबास स्थान फेरि लिएर उपस्थित हुनेछु। कृपया यो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट र सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।